हेलो साथीहरु नमस्कार। मेरो फ्रेश वाइपी ब्लगमा तपाईहरु सम्पूर्णलाई स्वागत छ। मेरो यो डेली ब्लगमा तपाईहरु सम्पूर्णलाई स्वागत छ। सो आज मैले आफ्नो क्यामेराको क्वालिटीलाई हल्का बढाएको छु एन्ड आज चाहिँ नि हामी सो टर्नावा तिर घुम्न जाँदैछौँ। स्लोभाकियाको टर्नावा सिटी। सो यस्तै छ हाम्रो, किनकि छुट्टी बढी छ। सो कारणले हामी छुट्टी मनाउनलाई ट्रेन स्टेसन जाँदैछौँ। त्यहाँबाट हामी टर्नावा जान्छौँ। टर्नावामा के कस्तो भ्यू हुन्छ सम्पूर्णलाई म देखाउने छु। सो यो मेरो साथीहरू अगाडि हिँड्दैछन्। आज चाहिँ यो क्यामेराको क्वालिटीबाट राम्रो भ्यू आएको छ। सो साथीहरू यो चाहिँ नि स्यामसङ S23 प्लस मैले अस्ति बाई गरेको। सो अलिकति धेरै महँगो प्राइस पर्यो, तर चाहिँ नि ब्लगिङमा चाहिँ नि अलि राम्रो क्वालिटी चाहिएको भयो र सो यो लिएको मैले। सो साथीहरू यस्तै छ मेरो ब्लगहरूलाई हेर्नु हुने, मन पराउनु हुने सम्पूर्णलाई धेरै धेरै धन्यवाद। सायद धेरै भ्युवर्स त छैनन्, म कोसिस गर्दैछु, बिगिनर हो। सो साथीहरू हामी चाहिँ नि यो रेलवे स्टेसनमा छौँ। ट्रेन कुरेर बसेछौँ। अब इभेन 4 मिनटमा ट्रेन आउँछ। त्यसपछि टर्नावा जान्छौँ। रेलवे स्टेसन त सबैले भन्छ नि, त्यो नौलो भन न। Stanica Serec. Osobní vlak zo smeru Galanta, ktorý pokračuje smer križovaný nad Dubáou a Trnava pravidelný odchod 14 hodín 10 minút. Prišiel na koľajne. Upozorňujeme cestujúcich, že v tomto vlaku je zavedený samoobslužný systém. Osobný vlak smer križovaný nad Dubáou a Trnava. सो साथीहरू यो टर्नावा स्टेसन हो। म अहिले टर्नावा स्टेसनमा आएको छु। सो जस्ट 2:25 कि 20 मिनटमा हामी टर्नावा आइसक्यौँ। सो अब म यहाँ टर्नावाबाट हेरौँ हामी कहाँ गइन्छ। एउटा इन्डियन ग्रोसरीमा मार्केटमा जाने कुरा छ, हल्का सामान लिन मसलाहरू, अनि एउटा त्यहाँ वाटर पार्क छ अरे, त्यतै घुम्न जाने प्लान छ। टर्नावा फुलै फुलको। सो साथीहरू टर्नावाको मेन सिटी एन्ड एकदम राम्रो लोकेसन भनेको यही हो। सो तपाईँहरू सबैले देख्न सक्नुहुन्छ। फलो द्याट। हेर्नु कति राम्रो भ्यू छ हैन। सो साथीहरू बाटामा क्या यस्तो स्कुटर हुन्छ यहाँ हैन। त्यो तपाईँले यसमा चाहिँ नि यस्तो गरेर लगइन गरेर यहाँ QR पे गरेर अनि यस्तरी चलाउन मिल्छ। बट यहाँ छ नि, सो यसलाई चलाउनलाई तपाईँको QR लगइन गरेपछि चलाउन पाइयो। सो हाम्रो डेस्टिनेसन टर्नावामा हाम्रो डेस्टिनेसन आएको छ। सो यो हो, यो यहाँ पार्क छ, वाटर पार्क के छ पनि हेरौँ। अब यहाँ गएर थाहा हुन्छ। सो साथीहरू यो हो। साथीहरू यहाँ साह्रै महँगो रहेछ पौडी खेलेको, त्यही भएर पौडी अफोर्ड गर्नै सकिएन। सो अब यहाँबाट ब्याक गर्नु पऱ्यो। यो मूल्य देखेर ब्याक हुनु पऱ्यो। यो 8 युरोको चाहिँ चान्स थियो, तर त्यो चाहिँ बिहान मात्रै रहेछ।
सो साथीहरू यस्तै छ यो स्लोभाकियाको ट्रनाभा सिटी। सो अब हामी यहाँदेखि रुमतिर जान लाग्यौँ। सो हामी रुमतिर मुभ भएपछि के हुन्छ कसो हुन्छ म बनाउँछु। हेलो साथीहरू आजको हाम्रो यो घुमघाम यहीँ सक्यो। दुई तीनवटा कुरा पत्ता लगाउन सकिएन, जस्ट घुम्ने मात्रै काम भयो। सो साथीहरू हाम्रो यात्रा यहीँसम्म भयो। मेरो यो भिडियोलाई हेर्नुहुने सम्पूर्णलाई धन्यवाद। लाइक शेयर सब्सक्राइब गरिदिनु होला। फेरि अर्को भिडियोमा भेटौँला है त।